कसैले आएर प्रपोज गर्दै तिमीलाई पाइन भने मर्छु भन्यो भने मरा भनिदिन्छु। राति पनि घाम लाग्यो भने उठेर हिँड्छु बजारतिर। बाबालाई होइन भगवान्ले तपाईँलाई दुईवटा माग तपाईँको पुरा गरिदिन्छु भन्नुभयो भने एउटा बाइक माग्छु, एउटा घर माग्छु। अब घरबाट कुनै पनि हालतमा काठमाडौँ नजाऊ भन्नुभयो भने कुनै पनि हालतमा घरमै बस्छु। ओके मान्छेहरू उड्न थाल्यो भने उड्न थाल्यो भने म पनि उड्छु। अनि मान्छेले लगाउने कपडा बन्दै नबनेको भए मान्छेले लगाउने कपडा नबनेको भए पहिला पहिला पत्ता लगाउँथ्यो नि, त्यही हुन्थ्यो नि पत्ताहरू। तपाईँले जे बोल्नु भयो त्यो पुरा हुन थाल्यो भने मेरो त पुरा हुन्छ त। मानिसले जङ्गलमा र पशुले घरमा बस्ने सिस्टम सुरु भयो भने घरभरि गोबरै गोबर हुन्छ। रेडियो टिभी बन्दै नबनेको भए रेडियो पनि सुनिँदैन थियो, टिभी पनि हेरिँदैन थियो। कुरा काट्नलाई पनि खुकुरी चाहियो भने कुरा काट्नलाई पनि खुकुरी चाहियो भने खुकुरी बोकेर बस्ने। आफ्नो शरीरबाट कुनै एक अङ्ग हटाउनु पर्ने बाध्यता आइलागेदेखि के हटाउँथ्यो रचनाले? एउटा कपाल उखालेर फालिदिन्छु नि। रचना रिमल त धेरै अल्छी छ, सुत्ने धेरै गर्नुहुन्छ भन्नुहुन्छ नि। कसले भन्नुभएको? हल्ला सुन्छु नि त बजारमा। कहाँ बजारमा थाहा हुन्छ त, म घरमा सुतेको। कस्तो कस्तो सम्मको म्यासेज आउँछ तपाईँलाई माया प्रेम सम्बन्धी? के सम्म भनेर म्यासेज पठाउँछन् अलिकति हामीलाई भनिदिनुहुन्छ? अघि यो क्वेसन सोधिदिनु भन्नुभएको होइन? रचनाको सबभन्दा कमजोरी के लाग्छ तपाईँको? आफूले भन्नुपर्दा तपाईँको आफ्नो सबभन्दा कमजोर के लाग्छ? भन्दिनँ, आफ्नो कमजोरी भन्नुहुँदैन अरे कहिले पनि। तपाईँले अहिलेसम्म देखेको हाँसउठ्दो मान्छे चाहिँ को? तपाईँ। एक दिनका लागि रूपै परिवर्तन गर्नु पर्यो चाहिँ एक दिनका लागि रूप परिवर्तन गर्न पाएदेखि चाहिँ के बन्ने? कस्तो रूप भन्नाले? जे पनि भन्न पायो, एनिमल पनि भन्न पायो। एनिमल, चरा चुरुङ्गीदेखि लिएर बाघ भालु जे पनि। सर्प 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 किन? मलाई सर्प मनपर्छ नि त। सर्प मनपर्छ, डस्ने त होइन। कोही कोही रिस उठेको मान्छेलाई ठुङ्दिने गयो। प्रेम के हो, किन गर्छन् मान्छेले? रचनाजी, प्रेमको परिभाषा तपाईँको मुखबाट जनता जान्न चाहन्छन्, सुन्न चाहन्छन्। प्रेम भनेको माया हो। कसैलाई प्रेम गर्नु भएको छैन? छैन। के भन्नुहोस्? छैन। त्यसो तपाईँले अहिलेसम्म कुनै पनि युवकलाई प्रेम गर्नु भएको छैन, मन पराउनु भएको छैन? मन पराउँथे तर पहिला पहिला चाहिँ। अनि के बिचमा टुट्यो? होइन हो, मैले मात्र भित्रभित्र मन पराएको क्या। तपाईँले मात्रै मन पराएको? हजुर। अहिले चाहिँ कसैलाई मन पराउनु? मैले जिस्केको है, तर जे पाएँ त्यो भनिदिएको अहिले चाहिँ। मनमा लागेको कुरा पत्रकारलाई सोध्नुहोस्। कति पत्रकारले मात्रै सोध्ने? मैले सोध्ने? यो त गाउँ खाने कथा होइन नि। मैले सोध्ने? रचनाले मलाई सोध्ने। तपाईँलाई कस्तो दिमाग लाएर सोध्न आँटेको छु है अब। हो है त, मलाई गाह्रो लाग्छ। तपाईँको घर कहाँ हो? ट्रोल तपाईँ प्रति बनिन्छ नि,
रचनाको ट्रोलहरू धेरै बनिन्छ होइन तपाईँलाई मन परेको ट्रोल चाहिँ कुन हो आफ्नै यो क्वेसन यहाँ छ अँ, त्यो चाहिँ नहेरी भन्दा भइहाल्छ नि हेरौँ तपाईँ बनेको ट्रोल मध्ये तपाईँलाई मान परेको मन 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 परेको ट्रोल मान लेखेको छ मान भएको रहेछ कुन हो अरे TROL ट्रोल अँ, अरे TROLL हुन्छ नि त्यो पनि दिमाग ख्याउने है हजुर। दिमाग ख्याउने नै छ है विद्युतीय गाडी पूर्वतिर कुदिरहेको छ ध्यान दिएर है विद्युतीय गाडी पूर्वतिर कुदिरहेको छ भने त्यसले धुवा कतातिर फाल्छ अपोजिट साइडमा फाल्छ नि 100% पछाडितिर 100% ल एकचोटि चेन्ज गर्न त्यही एन्सर गाडी पूर्वतिर कुदिरहेको छ भने त्यसले धुवा कतातिर फाल्छ आकाशतिर भएन मिलेन भएन एकछिन मिलेन आँट आएन भने पास भन्दा हुन्छ है म फेरि भनिदिइहाल्छु ट्राई अगेन त्यसले धुवा कतातिर फाल्छ पास ल पासे विद्युतबाट चल्ने गाडीले धुवा फाल्छ त धुवा नै फाल्दैन किन फाल्दैन कसले अन्त फाल्दैन मैले भने- जेनेरेटर केबाट चल्छ विद्युतबाट चल्दैन विद्युतीय गाडी भनेको छ नि त गाडी चलिहाल्छ नि विद्युतीय गाडीले धुवा फाल्दैन तर पनि चल्यो भने त धुवा त फाल्छ नि त त्यसमा इन्जिन हुँदैन नि त पेट्रोल नभएपछि त्यसले धुवा फाल्दैन